है छुट्टीको दिन अब यहाँ यसरी आगो बालेर अब टक्क एकछिनमा हाम्रो व्यस्त हुन्छ यो पुरै कृषि फर्ममा छौँ शनिबार दाजु अब हामी कता कुखुराको हन्टीमा कुन कुखुरा खाने हो यहाँ हामी सेलेक्ट गर्छौँ कडकनाथ हो एउटा कडकनाथ खाने हो यहाँनिर छन् है त एउटा पोथी एउटा भाले ल ओ मिक्स हो साह्रै राम्रो त्यो मिक्स कुखुराको बजार छ यहाँबाट हामी कडकनाथ र एउटा यो खान्छौँ ल लोकल खानुको मजा यो खासमा चाहिँ यो 3 बिघामा चर्ने हो नि आज चाहिँ यसो अब छोड्दियो हेलो कुखुरा हाल्न आँट्यो हामी कुखुरा चाहिँ अब हामीले यो गरिरहेका छौँ अब तर यो चाहिँ हाम्रो लक्ष्यमा चाहिँ कडकनाथै हो होइन अरू समातिँदैन यही हो हाम्रो लक्ष्यको यसलाई छोडौँ होइन नछोडौँ न बाहिरको छोड्ने एउटा हान्ने भयो होइन आज हाम्रो कडकनाथको यो है ल अब केही स्पेसल हुन्छ केही स्पेसल हुन्छ अब चाहिँ हामी ल समाज भाइ एउटा समाज पाइने अब यो दुईटा दाजु आगोमा ल्याउँ यतै ल्याउँ ल अब यहाँ आगो यसरी रेडी छ आउँदैछ ठ्याक्कै इँटामा उसमा ल ल अब यो कडकनाथको व्यस्त उ त्यहाँ आगोमा हालेपछि यो पुरै चर्ने हुँदैन होइन एकदम चर्ने र हो यो एकछिनलाई राखेको थियो ल हेर्नुहोस् यसरी ल अब ओपन यो हुँदैछ यो 3 बिघामा पुरै चर्ने हो ल हेर्नु ल यसरी अर्ग्यानिक कुखुरा खानेमा यहाँ आउँ ल हेर्नुहोस् अब यो पुरै यो 3 बिघामा कति चर्छन् चारो खाएर त सक्दैन नि किरा बटुलेर सक्दैन नि यिनीहरूले ल हेर्नुहोस् ल हेर्नु योभन्दा ठुल्ठुलो कडकनाथ हान्यो ल ल ल जाऊ यता जाऊ ल हेर्नु है यो हो नि त नि लाइन कुखुरा यसरी लोकल कुखुरा यसरी हो यहाँ आउने यसरी लोकल कुखुरा छान्ने कुन मनपर्छ समाउने खाने हो समाउन चाहिँ सक्नु पर्यो है फेरि दाजु समाउन चाहिँ सक्नु पर्यो होइन समाउनु सक्नु पर्यो छान्ने हो जुन मन लाग्छ त्यही खाने त्यो फ्रीमा पाउँछ ल त्यो चाहिँ ल रोजेको समाउनु पर्यो अर्को समाउनु पाइएन फेरि ल त्यस्तो छ है यहाँ ल हामीले चाहिँ रोजेको छान्न सक्यो है आज रोजेको छान्न सक्यो एउटा फ्री हो एउटा चाहिँ किन्यो अब यसरी रोजेको समाउँदाखेरि एउटा चाहिँ रोजेको समाएर फ्री छ यसरी अब यो पनि एकदम अर्ग्यानिक ग्यासमा होइन उसमा अब यसलाई यो तिते चाहिँ हामी अहिले खाँदैनौँ होइन तर यो डढाएर यसरी चट्ट अब यसलाई बनाएर खाँदैछौँ र आजको शनिबार बबल रमाइलो हुन्छ जस्तो छ कडकनाथलाई यसरी व्यवस्थापन हुँदैछ होइन दाइले गर्दै हुन्छ दाजु ठिक छ नि टेस्टी हुन्छ नि यो एकदम यो चरा कतिमा चरा सारेको यिनीहरूले चारो खुवाएको त होइन नि यसलाई लोकल एकदम होइन अर्ग्यानिक लोकल ल यसरी अब हामी अर्ग्यानिक तरिकाले हामी फेरि अर्को नेक्स्ट लटको कुखुरा हान्दैछौँ अब कुखुरा कुन ठुलो छ सबभन्दा ठुलो पक्रिने गुरु ल यहाँ हेर्नु यो ठुलो छ कि छैन यसरी पक्रिने हो क्या कुन पक्रिने सबभन्दा ठुलो पक्रिने ल सेतो ल यसरी बोलाउनु नि त कहाँ त्यसरी पक्रिन्छ यत्रो तपाईँ कुखुरा पाल्नु भएकै छैन क्या हो ल ल ल ल ल उताबाट जानु त यसरी आउनु त म यता आउनु त ल ल ल हो समाउनु हो ल सक्यो यसलाई बनाउँदै गर्नु ल यो हामीले अब सेकेन्ड लट हाम्रो यो है ल ल हाम्रो सेकेन्ड लटको यो है ल यसलाई पोलिहाल्नु त्यहाँ हानिहाल्नु त ल त्यो पर म्यानेजमेन्ट गर्ने त्यही हो अब यस्तो छ अब यहाँ दाई हो दाईको म्यानेजमेन्ट अनुसार यहाँ दाई भाइ हामी सहित छौँ अब यहाँ यस्तो छ यो अघि अघि दुईवटा अघि थियो अघि देख्नुभयो नि तपाईँहरूले त्यो हो यो थर्ड हो ल तेस्रो त्यहाँ पछाडि यिनीहरू छ नि राधिका भेट्छन् आउँदै हुन्छ जुन चुज गर्नुहुन्छ छानेर जुन पाए पनि हुन्छ ल ल छानेर जुन खाए पनि फ्री भयो छानेको परेन पनि तिर्नु पर्यो तिर्नु पर्यो ल ल यस्तो छ है
सेकेन्ड लटको होइन दाइले दाइ ठिक छ नि ठिक छ सही छ नि यो अर्को सेकेन्ड लट कति यो 2 किलो छ 2.5 किलो छ होला 2.5 किलो है ल यो सेकेन्ड लट पो जाँदैछ है टक्क हाम्रो ल यसरी हो हान्ने ल ग्यासमा पोल्नुभन्दा यो ठिक हो नि दाजु के छ यो ठिक हो हेर यो यस्तो छ अब यो पछाडि पनि फेरि इन्डोर छँदैछ है ल छानेर छान्नु पर्यो होइन अनि कुन ठिक छ त्यही हान्ने हो ल यो पछाडि हाम्रो फेरि अर्को एउटा कालो जाँदैछ यो सेतो होइन हजुर अब कालो जान्छ है ल ओके